यता पनि घुमा ल यता पनि घुमा हेर्नु तपाईँ तेरो पनि बनाइन्छ तेरोबाट बनाइन्छ भिडियो बनाइन्छ ल मम्मीलाई पर्खिने कि यहाँ घाममा बस्ला घाम एउटा त बनाइदिन्छ नि यहाँ मात्रै खेल्नु जानु ल बसेको लागि ल हेलो साथी म आज मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर घुम्न आएको छु। यो मुस्ताङ जिल्लालाई चारैतिरबाट अन्नपूर्ण हिमालले घेरिएको छ। यहाँबाट अन्नपूर्ण हिमालको दृश्य मजाले हेर्न सकिन्छ। यो मुक्तिनाथ माथि मन्दिर आउँदाखेरि 365 भर्याङहरू चढ्नुपर्ने रहेछ र म आज 365 भर्याङ पनि चढेर यहाँ माथि आइसकेको छु। अब 108 धारा पानी रहेछ, त्यो अब माथि गएर नुहाउनुपर्छ है साथीहरू। म तपाईहरुलाई हेराउँछु ल। यो नेपालको मरुभूमि भनेर चिनिन्छ मुस्ताङ जिल्लालाई। यो साँच्चीकै मरुभूमि जस्तै छ यार, सेम एकदम राम्रो अमेजिङ प्लेस छ है साथीहरू। तपाईहरु पनि स्योर आउनु होला मुस्ताङ मुक्तिनाथ मन्दिर घुम्न। ल हेर्नु त यो पार्क कस्तो रहेको छ। ल हेर्नु त अन्नपूर्ण हिमाल देखाएको छ नि, अन्नपूर्ण हिमाल कस्तो राम्रो भ्यूज देखाएको छ। ल हेरौँ त साथीहरू, सो नाइस प्लेस। अय्या 365 भर्याङ चढ्दा चढ्दा त खुट्टा पो दुखेको छ त यार मेरो। यहाँ नेपालीहरू भन्दा यहाँ त इन्डियनहरू आउने गरेको देखेँ मैले त। यहाँ हेर्नु, यहाँ पूजा पनि हुँदैछ मन्दिरमा। यहाँ अपाङ्ग ज्येष्ठ नागरिकहरू आउनुहुन्छ घुम्न। उहाँहरू यहाँ माथि आउनको लागि यहाँ घोडा खच्चडको पनि व्यवस्था रहेको छ। घोडामाथि चढेर ल्याउने प्रोसेस रहेछ यहाँ। त्योभन्दा पनि के भन्छ अरे, डोला 4 जना व्यक्तिले मान्छेलाई डोलामा बोकेर माथिसम्म ल्याउनुहुन्छ। तपाईहरु आत्तिनु पर्दैन हैन, आफ्नो बुवा मम्मी जसलाई पनि लिएर आउन सक्नुहुन्छ दर्शन गर्नलाई मुक्तिनाथको। ल है त, बाई, हस्, नमस्ते, धन्यवाद।